त्यसपछि हामीले कहाँ आउने भनेर फेरि भन्छु बोल्नु है त पहिला 2-3 घन्टामा सबैजना सुन्नु होला 2-3 घन्टामा हामीले एक थोपा हालिदिनु होला बुवाआमाहरू अनि यो दबाई हाल्नुभन्दा अगाडि के गर्नुपर्छ थाहा छ हजुरलाई सफा हात धुनु पर्छ साबुन पानीले मजाले हात धोएर मात्रै हाल्ने कसले हाल्ने थाहा छ साबुन पानीले हात धुने जसले दबाई हालिदिनुहुन्छ छोरा छोरी बुहारी नाति नातिना भान्जा भान्जी आफैले हाल्न मिल्दैन अनि एउटा आँखामा दबाई एक थोपाभन्दा अट्दैन कहिले पनि 2 थोपा हाल्नु पर्दैन कहिले पनि आँखामा अट्ने भनेर 1 थोपा हो 1 थोपा दबाई हाल्ने है त कुरा बुझ्नुभयो कहिलेसम्म हाल्ने 1 हप्तामा हामीले कहाँ आउने भनेर भन्छौँ अहिले है त अब कसरी आँखा सफा गर्ने थाहा छ त थाहा छैन नि त होइन यो कपास दिएको हुन्छु हामीले यो कपास च्यात्ने कपास च्यात्ने है यसलाई डल्लो पार्ने है त यसलाई डल्लो पार्ने डल्लो 3टा पार्ने डल्लो 3टा पार्ने सफा भाँडामा पानी उमाल्ने त्यसपछि यो 3टालाई त्यहाँ हाल्ने अनि सफा गर्नलाई के गर्नु पर्छ पहिला एउटा झिकेर माथि सफा गर्नु पर्छ आँखाको टिममा सफा गर्नु पर्छ यो फ्यालिदिने त्यसपछि अर्को निकाल्ने त्यसपछि आँखा बन्दै गर्ने त्यसपछि यसले सफा गरेर गर्ने 3टा हो अनि अर्को डल्लो बाँकी हुन्छ नि अर्कोले त्यसपछि कलर भएको हुन्छ नि त्यहाँ गर्ने सफा गरिसकेपछि यो फालिदिने अनि हजुरलाई दिएको जुन हरियो कभर हुन्छ नि कपडा यो अहिले जुन भइरहेको त्यसलाई अर्को पानी छ नि अर्को पानी उमाल्ने त्यसमा त्यसले 10 मिनट उमाल्ने जुन यो भाँडा छ नि त्यसलाई पकाल्ने त्यसमा 10 मिनट उमालेपछि त्यो भाँडोलाई भित्र सुनेन बाहिरपट्टि सुने हरियो भाँडो छ नि त्यसरी भित्रपट्टि सुनेन बाहिरपट्टि सुने त्यसलाई सरक्क राख्ने अनि हामीले चस्मा दिन्छौँ जब बिहान दबाई हालिसके पछाडि अनि यहाँ सुन्नु अनि बिहान सरसफाइ गरिसके पछाडि यो चस्मा लाएर हिँड्नु परेछ यो चस्मा किन लाग्छ थाहा छ भर्खर आँखा अघि धुलो धुवा सबै लाग्छ नि त त्यसले गर्दा त लाउनुपर्छ यो बिहानदेखि बेलुकासम्म लाउने यो चस्मा हजुर हो यो बिहानदेखि बेलुकासम्म यो लाउने जब सुत्ने बेला भएपछि त्यो हरियो कपडा छ नि त्यो टेपमा टक्क टाँसेर त्यो लाएर सुत्ने अनि आफ्नो साना नाति नातिनी केटाकेटी हातमा नबोक्ने किनभने साना पत्र थाहा हुँदैन नि त त्यसले के गर्छ बल्ल बल्ल हरेर भेट्याउँछ गप्प तान्यो भने यो यत्रो बेल गरेको आँखा अप्रेसन खत्तम हुन्छ त्यो नगर्ने है ख्याल गरे जस्तो होइन नि त्यो बच्चालाई 1 हप्ता 10 दिन नबोक्दिने अनि पर राख्ने हेर्ने अनि मोबाइल टिभी नहेर्ने अनि यो रातो ब्याग छ नि बच्चाले नपुग्ने गरी अनि माथि राख्ने नभए हजुरबाले ल्याएको छ रातो झोला भन्दा खेलाउँदै लग्यो भने दबाई खोइ त दबाई हुँदैन है त बुवा अलिकति ध्यान दियो भने तपाईँहरूले राम्रो आफ्नो आँखा आफै राम्रो गराउने हो अनि 1 हप्तासम्म भात दाल तरकारी केही पकाउन नसक्ने अघि नसक्ने धुवाँबाट बस्ने फु गऱ्यो भने धुवा आउँछ धुलो आउँछ नि त त्यसले गर्दा 1 हप्ता 10 दिनसम्म तपाईँहरूले केही पनि नगर्ने अर्को कुरा अब केही गर्नु भएन म त पूजापाठ गर्ने भने झ्याममा फेरि मुख नधुने अरू काम क्यार्ने भएन भनेर फेरि सबैले काम गर्ने भए म बुढाबुढी भएर फेरि गएर चाहिँ उता पूजा गर्न नथाल्ने टिको नलाउने टिको लाउँदाखेरि त्यसको त टिकोको भनौँ न चन्दन के हुन्छ नि त त्यो आँखामा पर्छ त्यसले गर्दा इन्फेक्सन हुन्छ पूजापाठ पनि नगर्ने मुख पनि नधुने ननुहाउने फेरि ननुहाउने भन्दाखेरि चाहिँ बिहामा त नुहाउन पाइहाल्छ
फोहोर हुन्छ नि त, नुहाउने यति नुहाउन पाइयो। अनि 1 हप्तासम्म चाहिँ मुखसुख धुलाउन बन्द गर्नु पर्यो। अनि यो आँखामा नाङ्गो हातले छुनै भएन, यो हाम्रो हातले छुनै भएन। अनि मिच्नु भएन। तपाईँले मिस्तिनु भयो भने हिजो भर्खर हालेको लेन्स त ठाउँमा गएको हुँदैन। अनि मिस्तिनु भयो भने के छ, रातो हुन्छ, त्यो लेन्सले घर छोडिदिन्छ। हिजो छर्लङ्ग देखेको थिएँ, अब आजदेखि न तिर्गोबाट डाक्टर आएका थिए, के गरे भनेर पनि गल्ती हामीलाई नि गल्ती है त। तपाईँले यहाँ छुनु भएन, राम्रो साबुन पानीले सफा गरेर नातिना को हुन्छ उहाँ दबाई हालिदिनु पर्यो। दबाई कति घन्टामा हाल्ने, 2-3 घन्टामा हाल्ने। कहिलेसम्म हाल्ने, बिहान 6 बजे हाल्ने। अनि कति बजी हाल्ने, 2 घन्टा कति हुन्छ, 7, 8 पछि कति घन्टामा हाल्ने, 10 पछि कति बजी हाल्ने, 12 पछि कति बजी हाल्ने, कति 12 पछि 2 पछि कति, 4 पछि कति, 6 बजे कति हो, 8। अब कसैलाई 8 बजी सुत्न मन लाग्छ सुत्ने, कसैलाई 10 बजे सुत्ने 10 बजी सुत्ने। सुतेपछि फेरि 2 घन्टा त 12 बजी नउठ्ने फेरि 2 घन्टा भएपछि के मनसाय हुन्छ भने राम्रो अब 10 बजी सुतेको 12 बजी उठे हाल्नु पर्दैन। 2 घन्टामा हाल्ने, सुतेपछि हाल्नु पर्दैन। फेरि उठेपछि चाहिँ अलिकति बिहान सरसफाइ गरेर अनि हाल्ने। अनि खानाको लागि केही बार्नु पर्दैन। अमृत जल कसले खानुहुन्छ, जाँड रक्सी क्या, त्यो जाँड रक्सी खान पाइएन। अब खानुभयो भने तपाईँकै आँखा बिग्रिन्छ, हामीलाई केही हुँदैन। जाँड रक्सी, चुरोट, बिडी, गुवा सकेसम्म सधैँ नखाइदिने, सकिँदैन 1 महिना 2 महिना नखाने, खाँदै नखाने। तपाईँले खानुभयो भने बिग्रिँदै जान्छ। सबैले मासु खाने मासु खानुहुन्छ, अनि मासु नखाने पनिर, आलु सालु सबै केरा सबै खाने, फलफुल जो बढाउने हुनुहुन्छ उहाँहरू लिने, नहुने माछा सबै खानु मिल्छ। अनि घाममा हिँड्दै नहिँड्ने। अब डाक्टरले काहीँ पनि नहिँड्ने भनेको छ भनेर काम पनि छैन, अर्काले भात पकाइदियो खायो। अनि बुढाबुढी लट्ठेर बाहिर यसो घाममा चाहिँ हिँड्न पाइएन। 1 हप्ता घरै बस्ने, शीतलमा बस्ने, काहीँ नजाने, टिभी नहेर्ने, सुतेर बस्ने मजाले, अनि आँखामा पानी नपार्ने। अनि केही गरी रातो भइहाल्यो भने यो एउटा हामीले दिएको छ पूजा। अब कहिले, अब यहाँबाट अहिले मैले पठाएँ, तपाईँहरू कहिले आउने भन्दाखेरि मध्यबिन्दु आँखा उपचार केन्द्र यो कहाँ पर्छ थाहा छ, कहाँ पर्छ अरे, कहाँ औषधि थानासँग पर्छ यो। यहाँ सबैलाई दिएका छौँ मध्यबिन्दु आँखा उपचार केन्द्र। 1 हप्तापछि त्यहाँ आउने। 1 हप्ता कहिले हुन्छ, 29 गते पर्छ होला होइन, कि कहिले हो, कति